जलला हुन्थेछ कता हो जीवनमा के अलिकति भत्तिको व्यवस्था हो नकचाकै चिज एक दिन सल्लाह गरेर नक सबै नक ढुङ्गालाई सबै निकाल्ने माथि हजुर कस्तो लाग्यो सही नै लाग्यो देउदाले बास गरे जस्तै छ धान थपनाहरू छ पहिला नरमा भ्याएर सरै हिँड्थ्यो त देख्नु भएन नको हपी दियो चाहिँ दही खोइ बत्ती दही यहाँ तुई निद्या चाको निको परसेम पावा नको हपी यो पहिला मित्रहरू यो चाहिँ नयाँ देउताथान भाकालिङ भन्ने ठाउँको देउताथानको ठ्याक्कै गेटमा आइपुगेको छौँ। यो चाहिँ भित्र प्रवेश गर्ने प्रवेशद्वार हो, एकदमै सानो छ। यहाँबाट लगभग 20 मिटर जति तल झर्नुपर्छ। यहाँ आउँदै हुन्छन् तल दर्शनार्थीहरू। अघि त निकै भिड थियो, अहिले अलिक खुला भएकोले म भित्रको केही दृश्यहरू देखाउनलाई बसिरहेको छु है मित्रहरू, हेर्नुहोस्। नमस्कार। नमस्कार। पूजा गर्दै हुनुहुन्छ? बुढासँग जानुभएछ क्या साम्पाङ्गेची मात्रै तिमी त हेर्नु थालेर ल पुजारी हजुरहरू नमस्कार। नमस्कार नमस्कार अब यसमा यो पाइप कोही बेला डढेर लाग्छ, कोही बेला बिचमा काट्छन्, यो बारेमा त दुईवटा छ है। अब एकछिन तातेका चाहिँ आउँछन् होला। लाइन चाहिँ जलला हुन्थेछ कता हो जीवनमा के अलिकति भत्तिको व्यवस्था हो नकचाकै चिज एक दिन सल्लाह गरेर नक सबै नक ढुङ्गालाई सबै निकाल्ने माथि होइन। यस्तो छ। दिवसै होला फुर्किलो बिच नचराउनु भनेको क्या मैले। अनि त्यसरी के हुन्छ? अबिर नलगाउँ भनेको। अबिर पनि नलगाउँ भनेको यो अबिर अनि बिचहरू नचराउँ भनेको। अनि त्यसरी के हुन्छ? ल यहाँ यही भाइ हो सुरुमा यो थान पत्ता लगाउने चाहिँ कसरी थाहा भयो है? यो होइन दाइ, यो कसो थाहा भयो भन्दाखेरि रातिको 9 बजेमा आएको। आज ताइन्छ हुन्न किनभने के अरे आफै पसियो के अरे अरू बेला घाँस दाउराहरू गर्दाखेरि अलिकति डाउट हुन्थ्यो, तर यहाँभित्र पस्दाखेरि मलाई कोही डाउट चाहिँ भएन। त्यतिकै पसियो, जुन पस्नु मन लाग्यो जुन पसियो, त्यही भएर यस्तो खालको उ रहेछ। त्यही भएर पनि होला दाइ। कस्तो लाग्यो त सुरुमा पस्दाखेरि? सुरुमा यहाँभित्र छिरिसकेपछि त मलाई त राम्रो जस्तो लाग्यो। के अरे यस्तो रहेछ भन्ने खालको के अरे ऊ भयो दाइ। एक्लै छिर्यो कि कोही थियो साथी? सुरुमा चाहिँ म छिरेँ, अनि एकजना पछि भाइ थियो, अनि त्यो पछि भाइ चाहिँ मसँग नै पछाउँदै आयो। त्यही हो दाइ। यो जस्तै यहाँ छ यो कुलेसो काटेको यो पहिला छिर्दै यस्तै थियो? होइन यस्तै थियो दाइ, यस्तै थियो।
यस्तै थियो। यो पहिला कसैले थाहा थिएन, तर यहाँ यस्तो भित्र होइन यस्तो राम्रो माटो छ, ढुङ्गैको बिचमा यस्तो चिम्टे माटो छ यहाँभित्र होइन। हजुर र फेरि कुलो पनि काटिएको छ यहाँ। होइन यो के अरे यो सुरुमा यस्तै थियो। यस्तै थियो दाइ। यो ढुङ्गा चाहिँ कसले ढाकेको? यस्तै थियो कि पहिला पछि ढाकेको? यो यिनीहरू चाहिँ पहिलेको नै हो दाइ होइन। यो चाहिँ त्यो भाइहरूले अस्ति उ गरेको हो यिनीहरू चाहिँ। अनि एउटा अघि मैले निकालेको छु त्यो अस्ति झिलिली बल्ने एउटा बत्ती एउटा यो एउटा ढुङ्गा छ मैले निकालेको यही हो होइन। यो छ अनि अहिले यही बोल्ने अस्ति। अनि एउटा यो मैले अहिले निकालेँ, अर्को निकाल्नु सकिनँ। अस्ति बोल्ने यही नै हो। अस्ति बोलेको थियो। अस्ति बोलेको थियो ढुङ्गा यही नै हो मैले निकालेको। अहिले अर्को निकाल्नु सकेको छैन। अनि यो अहिले मैले निकालेर दाइ सन्तलाई मैले नै बोलाएको हो। तेल लुकाएको तेल चाहिँ अलिक कम भयो तपाईँ। तेल अनि आँटे कि बत्तीको व्यवस्थामा भयो। सबैभन्दा राम्रो चाहिँ यही दियो लाग्यो होइन सबैले। हजुर प्राकृतिक देनले दिएको जस्तो छ होइन। दियो दियोदेखि लिएर सबै आफै आफ बनेको छ, कुनै अब बनावटी छैन। बनाउनु हामीले यसो गाछिएको शङ्ख राम्रो छ दाँतीमा पनि यहाँ नजिक नै त्यति राम्रो चाहिँ देखिँदैन जस्तो शङ्ख आकृति बनेको छ। ओ म कहाँ दाल पातेको करे करले मात्रै त ओ मात्रै कि पक्कर कि नपाए त यिन बजाउँदा चाहिँ टकटक गर्दो रहेछ शङ्ख। यो चाहिँ हो न करान गाछी न दाइ नि एउटा कुरा यहाँभित्र पुस्दाखेरि के अरे जिउमा त भन्छ के नहपे आजिङ्गा के नहपे हो न कतै आजिङ्गा त्यही के अरे त्यही भएर ऊ नहपे म छल्छु बसेर लापहरू भयो हामीले सबै घुम्नु नाचिरहेको छ नहपे यिन त राम्रो ठाउँ छ नि फेरि। अब यहाँ छ सबभन्दा लामो गुफा चाहिँ लगभग यो धेरै पर ठुलो छ। सबै यहाँ छिरेर लामो गुफामा हामी अहिले यो एकजना भाइसँग भित्र छिरेका छौँ। निकै सानो सानो चिपहरू छ छिर्नको लागि चाहिँ, तर पर पुगेपछि निकै खुल्ला ठाउँ छ। तर यहाँनिर अलिकति चाहिँ छिर्ने ठाउँमा अलिक टाइट छ र यहाँभित्रको दृश्यहरू पनि हामी देखाउँछौँ। यो धेरै लामो गुफा छ। यो धेरैतिर भित्रको पसेपछि चाहिँ धेरैतिर चारैतिर फैलिएको छ यो गुफाहरू चाहिँ। यहाँभित्र कुन केही थानहरू छन् यहाँ हेर्नुहोस् है भित्रहरू। यहाँबाट उँधो पनि छ यता अलिकति छ। अनि म कालीके जाने म त हुन्छ त्यस्तो खै त वहीँ लो नपे नपे उहाँ छिर्ने केही दाइ हामीसम्म नपे केही चाहिँ तर हेर्नु न पानी आइरहेछ। यो सबै पानी हो। यहाँबाट उभो रहेछ नि त फेरि गुफा त। यो उतापट्टि जोडिया छ कि यो छैन? ढुङ्गै ढुङ्गा छ है। अब के यहाँभित्र फेरि यस्तो हो यहाँ चाहिँ रहेछ नि त खतरा त। मित्रहरू यस्तो छ भने चाहिँ लगभग त 50 भने 100 मिटर पर रहेछ त यो ठाउँ त। हामी त यो उतापट्टि नै निस्किसके जस्तो छ त यो ठाउँ त।
कस्तो छ यता यति टाढो यो त 100 मिटर अक्सिजन पनि अलिक कम हुने रहेछ यहाँभित्र यहाँभन्दा उता पनि सक्यो छँदै अलि त्यहाँ चाहिँ छिर्न सकिँदैन है म त छिरेको अहिले नछिरेको होला जस्तो लाग्दैछ मलाई कति टाढो छ यहाँबाट यहाँदेखि त जाने छ यस्तो हो सक्यो यस्तो पर्छ अहिले अलिकति के भइरहेछ भने माथि छ क्या जाने माथि छ अहिले त्यहाँभित्र नछिरो म त छिर्छु सबै ठिक छ यता पनि छ मित्रहरू धेरै गाह्रोमा पसियो लगभग 100 मिटर 20 मिटर मुनि 100 मिटर चाहिँ यता छिर्यो त्यसैले अक्सिजन एकदम कम भइरहेछ उता पनि रहेछ न अक्सिजन कम भयो मित्रहरू अक्सिजन कम भएकोले स्यासे भयो यता पनि यस्तो छ फेरि यता पनि यता चाहिँ पुस्नुपर्छ होला जस्तो लाग्छ ठिक छ ल यहाँ त एकदम राम्रो छ यहाँदेखि छिर्न सक्नुहुन्छ कि सक्नुहुन्न सकिँदैन होला कस्तो त्योभन्दा माथि कति छ हेमराजबाट छिरेको तपाईँको कसरी छिर्नुहुन्न छिरिन्छ होला छिर्नु त तर अक्सिजन कम भइसक्यो स्यासे हुन थाल्यो के सिङ्गल जानुहोस् सिङ्गल नै हो त्योभन्दा माथि चाहिँ कस्तो छ ठाउँ कस्तो त घर जस्तो छ माथि त्यहाँदेखि हेर्नु छिर्नु चाहिँ यो चाहिँ धर्मद्वार पापद्वार रहेछ नि त अनि यहाँदेखि यता चाहिँ घर जस्तो छ कि आउनुलाई यहाँदेखि चाहिँ घर जस्तो छ कि यता आउनु कता यता अब छिरौँ कि नछिरौँ होला माथि चाहिँ घर जस्तो छ कि यहाँभित्र अन्त सबै साह्रै छ नि त धेरै माथिसम्म रहेछ त्यो अघिको बलिनु भन्ने हो दाइ त्यो चाहिँ त्यो पल्लो कुनामा थियो क्या त्यो सानो ढुङ्गा बलिरहेको थियो अनि त्यही नै तपाईँ बस्नु नि त काका भित्र हिँड्नुभएको हो अझै
कनै मार्गी पालो ब्याको पालो दिनु पर्यो नि त उतेसम्म त जानु सक्नुहुन्छ म पूजामा त रहनु गपा पूजा मुङकरमा छ यसो उबुन पकाएर लगाएर यसो उबुन पाएँ हाम्रो प्रसाद पनि ए ठिक छ अनि यहाँ त लगाएको छ त कस्तो लाग्यो राम्रो लाग्यो नि यो पहिलोचोटि हजुर पहिलोचोटिमा यतिको राम्रो हो अब फेरि नका भेपा नौ ठाउँमा यसो फाँडफुँड गरेर ए देउताले बास गरेको जस्तो लाग्यो कस्तो लाग्यो गरेका भान्जा नकबे Mana petani porsiam pawa ni. Noko api dio cai dai khoi batti dai yang tu ni dia cha ko ni ko porsiam pawa noko api. यो पहिला Ram baila हाम्रो पुर्खाले पनि भन्नुभएको रहेछ नि त tu ami ko don ba yang cha ni man ke lagi jo sai no la. Asa pura ni. पूजामा त रहनु पूजा गरिसक्नु भयो नि कस्तो लाग्यो त धान राम्रो लाग्यो भित्र हेर्नु पर्छ नि जम्मै ठाउँ घुमाएको छ नि मैं कहाँ पे का इप धाइम से सकिएन मैं निकै मैं टोयमा धाइम पनि कस्तो लाग्यो त देउताले बास गरेको जस्तो लाग्यो कस्तो जस्तै लाग्यो राम्रो लाग्यो नि त्यसरी आएर हेरेको नि त के गर्नुपर्छ त आगुङ सालतिर अर्को साल लम्पी चाहिँ नभए कसरी व्यवस्थापन अब गर्ने अर्को सालतिर अब यसलाई सुरक्षण गर्दै लानुपर्छ के गर्नुपर्छ बाटो बनाउनुपर्छ ओए होइन सजिलो बनाउनु म पो तिता गर्छ तपाईँ भाग केटा भाग वृद्धावस्थाहरू पस्न सक्ने खालको बनाउनुपर्छ सबै सिधै भाइ ए हुन्छ बना अब हाम्रो वडाबाट पनि के छ अब दिनसम्म गर्नुपर्छ हामीले मलाई डन्टी मलाई स्याउला माग गर्नु माग गर्नुपर्छ हाम्रो देउता परमेश्वरको लागि जाम कि जान छिटो विश्वास त्यो राख्नै पर्छ ए हुन्छ हस् यहाँ हामीलाई चखनीको गर्नुपर्छ धेरै तपाईँले संरक्षण गर्नै पर्छ हजुर अहिलेको लागि हामी चाहिँ हुन्छ हस् 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 त नयाँ देउता थान आउनु भएछ हजुर नयाँ थान आइपुग्यौँ दिएको र भित्र पनि टुलियो हजुर कस्तो लाग्यो तपाईँलाई सही नै लाग्यो देउताले बास गरे जस्तै छ धान थपनाहरू सबै टुल्नु चाहिँ सक्नु पर्यो रहेछ अलिक बाटो चाहिँ अलिक हतार रहेछ सहज छैन घुम्नु लागि आशै लाग्यो पत्ता रहेछ अब यसले के गर्न सकिन्छ त काका व्यवस्थापन के गर्नुपर्छ यसलाई चाहिँ अब हामी तपाईँ सबै चाहिँ भएर चाहिँ अब व्यवस्थित तरिकाले चाहिँ गर्नु पर्यो बाटो सक्यो भने हजुर भित्रसम्म कष्ट चाहिँ नै छ बाटो आउजाउ गर्नु लागि त्यसलाई पनि अलिकति अब मर्मत गर्नै पर्यो सक्यो भने पनि जसरी पनि गर्नै पर्यो अब जहाँ पुग्नुपर्ने हामी त्यो ठाउँमा अलिक सहजै छैन अब केटाकेटी अनि वृद्धहरू चाहिँ अलिक सहज छैन यसको लागि नै अहिलेसम्म पुग्न सकिन्छ अब भित्र चाहिँ अब कहीँ भएर चाहिँ सबै लागि परेर चाहिँ अलिकति मर्मत गर्नु सक्यो भने देउताले पास गरेकै जस्तो अनुभव भयो त्यहाँ त के देख्नु होला काका अब प्रश्न दियो ठ्याक्कै एक्जेक्ट दियो नै ढुङ्गाकै दियो छ सरीखा छ तपाईँको सानो सानो एउटा पानी पनि छोइरा खसिरहेकै रहेछ अब देखियो मुनि अब ठ्याक्कै खावै काटे जस्तै बनाएको रहेछ त्यस्तै छ भिडियो अहिले चाहिँ केही चाहिँ हुन्छ ल अर्को सालसम्म चाहिँ अर्को चाहिँ आउनुपर्छ जम्मै चाहिँ हाम्रै हो सिमानामा तिनजना नाखाम बिचमा पनि छ यसलाई संरक्षण गर्ने हामी सबैकै दायित्व छ है काका ल हजुर हुन्छ हस् त काका मैले बजार हान्दिको बजार भडामा त रहनु पूजामा त रहनु यहाँ त लगाएको छ त थाहा अनि पहिला ठाउँमा भेर सरै हिँड्थ्यो त देख्नु भएन
खमा तमा देउदे त उत्राची तुई भनेर थांग तु न यसपाली यत्तलो काजीवा दुमसिम मेली तर नको असि हेर्ने गर्ने ची असि नको चोख दिक्ची ने नको असि अल्पा मिचे न आम पपन एकदम न भाइ अल्पा नि हम पोपर सेम्पा एकदम के देउता छ यहाँ भित्र मसँग पात इरु छ तर न हबे देउता तुई भनेर आशा तु चिन खमा यसपाली यत्तलो उत्रा छारा छ दर्शन सलामी चकाइछि मोमा तुम फेरि अब राम्रो एकदम व्यवस्था मोमा सिके नको देउता चाहिँ भित्र देउता सुत्ने बास गरेकै जस्तो लाग्यो त बास लिएकै हो खमा अब मेपी बास लिएकै त चक्ख ठम्पी यताको ठुलो लुङ चिपी छिनिन् त देउता अब बास लिएको हुन्छ म पहिलादेखि अब सत्य जुगपी अब उत्रा छाको लने अब के थाहा बास लिएकै हो र छ अब एकदम राम्रो मोमा सिके लाम्ची बनामा पर्यो नकलुङसुङ चाहिँ दुरी न देउता अब रुचेको चाहिँ न किरम न फातम न एकदम फेरि एकदम सफा छ मोमा कमन लाम्ची चाहिँ एकदम राम्रो मोमा नकलुङसुङ चाहिँ खाइमा हुँदैन सबै अब देउता अब रुचेको रुचाको कमा पुस्नै पर्छ हस्त ठुलो पुरानी माला तले अब एउटा कमिटी खाजा पानीको व्यवस्था पनि